हेलो दर्शन नमस्कार है। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। सो यता चाहिँ हामी यसो मार्केट घुम्न आएको गाइज हैन। यहाँ चाहिँ यसो यहाँ त फुलबारी रहेछ, फुलबारी, त्यही भएर यसो भिडियो बनाएको छोटो मिठो। यता हेर्नु न गाइज है, हरियाली। अनि हाम्रो सर यता हाम्रो नयाँ सर हुनुहुन्छ। अनि त्यसै गरी हाम्रो यता विष्णु सर, ओहो विष्णु सरको कति ह्यान्डसम फोटो आइदिएको हो। एउटा मेरो फोटो खिचिदिनु न। यहाँ चाहिँ यो चाहिँ कतिको रहेछ यो, मायाको बारीमा प्रीतिको फुल सम्हाली राखुमा कुसुमेरुमा। आमा हो यहाँ गाई जान। यहाँ चाहिँ धेरै रमाइलो हुँदो रहेछ, यस्तो हरियाली। यहाँ त चराचुरुङ्गी जस्तो बस्ने जस्तो ठाउँ होइन। म चाहिँ फोटो खिच्नु लाग्छु गाई। क्यामेराम्यान पनि हुनुहुन्छ अनि यता क्यामेराम्यान यता। अनि यहाँ यस्तो रमाइलो छ कि यस्तो रमाइलो। हेर्नु न ल हेर्नु त। यहाँ त केराबारी अनि यता सानो केराबारी। ओहो यहाँ त कति रमाइलो रहेछ। रमाइलो दृश्य गाइज है। म लङ टाइम पछि म भिडियो बनाउँदैछु गाइज। सो गाइज होइन, हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। यहाँ चाहिँ हेर्नु त, आज चाहिँ अलग मार्केटमा आइदिरहेको छु गाइज होइन। ल हेर्नुहोस् यहाँको माहौल। ल हेर्नु यहाँ यो अनि यहाँ यस्तो छ, यस्तो छ होइन। यो चाहिँ सट्टन घर बनाएर, घरको यो नयाँ घरमा चाहिँ तपाईँ लर जानु। यो नयाँ घरमा टक्क सजाएर राख्नु गेटमा होइन। यो चाहिँ गेटमा सजाएर राख्नुपर्छ। अनि यो पनि राम्रै छ गाइज। यो पनि कस्तो छ हेर्नु त, यो पनि राम्रै छ नि। कति कोरको छ, ए हलुङ्गो रहेछ। ओ मान दाजु ल आउनु, मेरो फोटो खिचिदिनु। यस्तो म फोटो खिच्नु लाग्छु यो समय। कुनै दिन देख्नुहुन्छ मेरो भिडियोमा होइन। नबोको भयो। यति रमाइलो रहेछ नि गाइज, यति रमाइलो। ल हेर्नुहोस् त यहाँ, ल हेर्नु त यहाँ यो के हो? यो गुलाबको फुल जस्तो हो। के हो यो? हेर्नु त, हेर्नु त यो के हो यस्तो? आमामा कति रमाइलो हो। यति रमाइलो छ कि किरिमिरी किरिमिरी चाहिँ। ओहो आहा कति रमाइलो, फुल फुलेको, हरियाली बगैँचा होइन। गाइज आज चाहिँ मेरो यस्तै छ भिडियो होइन। हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमै बताउनु होला। म चाहिँ आज मार्केटतिर घुम्न हिँडिरहेको छु। सो गाइज टेबल कुर्सी रहेछ। हाम्रो साथीहरू त्यहाँनिर लक्सर हिँडिरहनु भएको छ। हाम्रो 3जना सरहरू। यहाँ चाहिँ यस्तो छ कि गाईजना, यहाँ चाहिँ टेबलहरू कुर्सीहरू पाउँदो रहेछ कि। अनि यता चाहिँ ब्ल्याङ्केटहरू। अब नेपालतिर जाने मान्छेले होइन पुस मासको जाडोमा चाहिँ लगाउनुपर्छ यो चाहिँ। हामीलाई त काम छैन। हाम्रो यता सर घर जाँदै हुनुहुन्छ, हाम्रो विष्णु सर। हेलो हेलो सर। सर लगेर जानु लाग्नुभयो हजुरले? बताउनुहोस्, हाम्रो जनता जान्न चाहन्छन्। घर लगेर जानुहोस् होइन। यो चट्ट पुसमाको जाडोमा काम लाग्छ।
आफू राउर मान्छे होइन फोन नखिच्ने मान्छे के भन्न चाहनुहुन्छ भन्न चाहन्छु हजुर गाई अब हामी चाहिँ अब फर्किन लाग्यो होइन यहाँ चाहिँ हेर्नुहोस् हेर्नु अब समुद्र जस्तो देखिरहेको छ त यता ल हेर्नुहोस् मार्केटको माहौल यस्तो छ हामी चाहिँ गाई जान्छ अब रुमतिर फर्किन लाग्यो सहरतिर झरिरहेको छ लाल्ला लास्टमा आएर लाल्ला के बोली छ लाला 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 हामी चाहिँ अब जान लाग्छौँ गाइस अब हामी निक्लिने कताबाट भन्ने कुरो पनि थाहा छैन यस्तै छ गाइस हाम्रो भिडियो हाम्रो बिस्दाईको भोलि कत्रोबाट ठुलो 4 महिनाको भोलि जस्तो देखिरहेको छ बिस्दाईको हामी चाहिँ मार्केटबाट बाहिरतिर निस्क्यौँ गाइस यो चाहिँ मार्केट खतरा मार्केट चाहिँ यो मार्केट पहिले बाहिर निस्किन्छ पहिले भिडियो हाल्छ भन्ने कालो मान्छेलाई पनि देखाइदिएको मैले त यो बिल चाहियो लोन बिल चाहियो तपाईँको आफूले बिल राखौ आफूले धेरै बिल कालो मान्छे आउँदा हेलो गर भन्नु ए फल दिनु त यसमा त खाइ नै साथीहरुको त खार भइसकेको छ अब छिटो गाई गाई जान र बिहान दाइले यो कोल्ड ड्रिङ्क पनि साट्न लाग्नु भएको कि गाई यो मार्केट चाहिँ खतरा रहेछ है म चाहिँ धेरै मार्केट यो अलग मार्केट हाम्रो दाजु यता हाम्रो वान अफ द ह्यान्डसम दाजु हुनुहुन्छ यतातिर वान अफ द ह्यान्डसम चाहिँ हैन वान अफ द ह्यान्डसम ओके हामी यहाँ पछि हैन यता हो पछि अब गाइज म अर्को मार्केटतिर जान्छु अनि सो अब अर्को मार्केटमा भिडियो बनाउन पाउँदैन होला किनकि गाह्रो छ नि त यहाँ भिडियो बनाउनलाई नि त्यही भएर गाह्रो पिरो माली होइन हजुर एउटा नेवारको छ नि लालबुढी चोकमा यसो यत्रै राखेर बसेर घर बनाएको दुई तला बुढी पहिला गयो जाऊ न ल गाइज अब चाहिँ हामी चाहिँ अब भिडियोलाई एन्ड गर्न लागिरहेको छु सो गाइज हाम्रो भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला अब केही भन्न चाहनुहुन्छ भने कमेन्ट बक्समा बताउनु होला अनि लास्टमा जाँदा म के भन्न चाहन्छु भने जाँदा के भन्न चाहन्छु भने मेरो भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै अहिलेलाई चाहिँ बाय टेक केयर गाइज मिलेंगे नेक्स्ट वीडियो में ओके बाय।